हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ है। अनि आज म धेरै ग्यापको बाद चाहिँ मैले मेरो नयाँ ब्लग लिएर आएको छु है। अन्त होप हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु है। अन्त मैले चाहिँ धेरै ग्याप गरे है, धेरै महिना सायद 6-7 महिना चाहिँ मैले ग्यापको बाद चाहिँ आज मैले नयाँ ब्लग चाहिँ लिएर आएको छु है। अनि अहिले दिनको चाहिँ अहिले कति जस्तो 2 बज्यो होला, सायद 2 बज्यो होला है। अहिले चाहिँ खानासाना खाएर चाहिँ रुममै छु, बसिरहेको छु है। अनि तपाईहरुले मलाई धेरै मिस गर्नुभयो होला है, मेरो ब्लग हेर्नु हुनेहरुले चाहिँ तपाईहरुले चाहिँ मलाई धेरै मिस गर्नुभयो होला। अनि मैले पनि तपाईहरुलाई धेरै मिस गरे है। ब्लग बनाउनु चाहिँ अब मन लाग्थ्यो है, तर अब मेरो प्रब्लमहरु चाहिँ त्यस्तै थियो नि त। ब्लगहरु बनाउनु अब पाउँदिन थिए, बिजी नै थिए। अनि त्यही भएर चाहिँ ब्लगहरु बनाएको थिइनँ। बनाउनु चाहिँ एकदमै मन लाग्थ्यो, बनाएको थिइनँ। सो त्यही भएर चाहिँ आज चाहिँ फाइनल्ली आजदेखि चाहिँ ब्लग बनाइरहेको छु है। अनि सायद आजदेखि चाहिँ अब रेगुलरै ल्याउने कोसिस गर्छु ब्लग पनि है। अन्त हेरिदिनु होला है मेरो ब्लग। अन्त अहिले चाहिँ म यहाँ बसिरहेको छु। अनि हजुरहरुलाई चाहिँ मेरो लास्ट ब्लग चाहिँ मैले के बनाएको थिएँ भन्दाखेरि चाहिँ सायद मैले मेरो प्रेग्नेन्सी रिभिल गरेको देखि चाहिँ मैले त्यहाँदेखि उता चाहिँ ब्लग बनाइन होला है। मेरो प्रेग्नेन्सी रिभिल ब्लग चाहिँ लास्ट भिडियो चाहिँ मेरो त्यही प्रेग्नेन्सी रिभिलै थियो। त्यहाँदेखि उता चाहिँ मैले बनाइन, नकराउ न भाइ। त्यहाँदेखि उता चाहिँ मैले बनाइन, म बिजी भएँ, त्यस्तै प्रब्लमहरु पनि त्यस्तै भयो नि त। सो त्यही भएर बनाउनु चाहिँ पाइनँ है। अनि आज फेरि मैले 6-7 महिनाको बाद चाहिँ ब्लग बनाइरहेको छु है। अनि अहिले चाहिँ अब चाहिँ म तपाईहरुलाई मेरो नयाँ मान्छेसँग भेटाउँछु है। आज चाहिँ मेरो नयाँ मान्छेसँग भेटाउँछु है। अन्त कतिजनालाई थाहा पनि भइसक्यो होला नयाँ मान्छे चाहिँ हाम्रो नयाँ मान्छे चाहिँ को हो भनेर है। हाम्रो नयाँ मान्छे यहाँ छ। हाम्रो नयाँ मान्छे चाहिँ उ चाहिँ पुरानै हो। तपाईहरुले उलाई चाहिँ ब्लगमा देखिराख्नु भएको हो। पहिला दिनको हाम्रो नयाँ मान्छे चाहिँ अर्कै छ है। तपाईहरुलाई देखाउँछु, हेर्नु होला हाम्रो नयाँ मान्छे को हो भनेर। हाम्रो नयाँ मान्छे चाहिँ यहाँ छ। हाम्रो नयाँ मान्छे यहाँ छ। हेलो गर्नु भाइ। हेलो 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 गाइस, तपाईहरुलाई मेरो मम्मीको च्यानलमा स्वागत छ भन्नु भाइ। स्वागत छ। चाहिँ यहाँ छ गाइस, यहाँ छ हाम्रो अनि, यहाँ छ हाम्रो छोरा। अनि चाहिँ यहाँ चाहिँ मैले चाहिँ उसलाई चाहिँ आज देखाउँदैछु तपाईहरुलाई चाहिँ मैले आज ऊ निकै ठुलो भइसक्दा फेरि देखाउँदैछु है। लास्ट ब्लग चाहिँ प्रेग्नेन्सी रिभिल गर्दाखेरि थियो होला भिडियो चाहिँ। अनि एकैचोटि चाहिँ मेरो छोरा भएर चाहिँ तपाईहरुलाई देखाउँदैछु। मेरो छोरा चाहिँ शिवांश है भाइ। हाय भाइ। हाय भाइ। नाम कसले राखेको? शिवांश नाम मैले राखेको। कसरी सोच्यो? आफै सोचे नि मैले। अन्त कसरी सोच्नु त, तपाईँले देखिहाल्नु होला है हाम्रो नयाँ मान्छे चाहिँ को रहेछ भनेर चाहिँ। अब चाहिँ मैले उसलाई सफाहरू गरिदिन आँटेको छु हो। किन हाँसेको तिमी चाहिँ? नयाँ मान्छे त हो त, नयाँ मान्छे होइन हाम्रो घरमा। अनि म चाहिँ अब उसलाई सफाहरू गरिदिन आँटेको छु। तपाईलाई काट्नु न काट्दैन। उहाँ देऊ न भाइ, उहाँ देऊ न। हेलो हेलो, मेरो मम्मीको च्यानलमा हजुरहरुलाई स्वागत छ। मेरो मम्मीको च्यानलमा हजुरहरुलाई स्वागत छ। मेरो भाइलाई गरम भयो, मेरो भाइलाई गरम। मेरो भाइ ल्या 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 रुन्छ छ है। मेरो भाइ त कस्तो रिक्सा छ है। मेरो भाइ त रिक्सा छ है, रिक्सा छ है। हेर्नु न हाँसेको। कसो हाँसेको? अब चाहिँ म मेरो भाइलाई चापा गरिदिन्छु। चापा हेर्नु न हाँसेको। ल चापा हुम्ला गन्धे मैले भइरहेछ। हाम्रो भाइले चाहिँ मुख पनि धुको छैन है। बिहान उठेर मुख पनि धुको छैन है। रिङ्गा रिङ्गा रोजिस
कपाल खिलाको जिस साथी हो नानी भएपछि चाहिँ एकदमै ज्यादा बिजी हुँदो रहेछ है बिजी मलाई त उसँगै बिहान उठेको दिनको उसँगै टाइम जान्छ है रात परेको पनि थाहा पाउँदिनँ म त है दिन बितेको पनि थाहा पाउँदिनँ दिन बितेको पनि थाहा पाउँदिनँ यहाँ चाहिँ बाउ छोरा बसिरहेको छ हेलो बाई हेलो हेलो शिवान्श शिवान्श यता हेरौ त उसलाई शिवान्श अहिले भर्खर सुतेर उठेको हो मेरो भाइ चाहिँ हो मेरो भाइ चाहिँ भर्खर सुतेर उठेको आँखा पनि छोपिसक्यो टोपी बाउले हेर्दैन फेरि बाउले हेर्दैन आँखा छोपिसक्यो उसलाई भोक लागिरहेछ आमा पनि फेरि त्यस्तै यहाँ बिमारी है भाइ एकछिन पखाल ल एकैछिन पखाल अनि तिमीलाई म बुबु दिन्छु ल ल सानो ए हेलो भन्देऊ हेलो हेलो गाइस भन्देऊ हेलो गाइस म त यत्रो ठुलो भइसकेँ है भन्देऊ एकैचोटि तपाईँहरूलाई मम्मीले म एकैचोटि यत्रो ठुलो भएर देखायो है भन हेलो गाइस टुवा पड्केर टुल्ल टुल्ल पर्दैछ टुल्ल पर्दैछ टुल्ल निदाउनु लाग्यो होइन उसलाई भोक लाग्यो अब सुत्दैन हौ बिहान दिन सुतेको सो गाइस अहिले चाहिँ भाइलाई नानीलाई सफाहरू गरिदिएर अनि चाहिँ अहिले चाहिँ नानीलाई चाहिँ सफा सुग्घर गरिदिएर चाहिँ पुरा रोयो होइन सफाहरू गरेको पनि भ्लगै बनाउनु पाएन किनकि पुरा झ्याउला गऱ्यो नि त रोयो अनि सफा गरिदिइसकेर चाहिँ अहिले चाहिँ भाइ चाहिँ नानी चाहिँ सुतिरहेछ हो अनि म पनि अब एकछिन रेस्ट गर्छु थाक्यो कहिले बिहानदेखि उसँग यताउता गर्दा गर्दा रेस्ट गर्नु पाएको छुइनँ अब एकछिन म पनि सुत्छु अन्त तपाईँलाई एकछिनमा भेट्छु सुतेर उठेपछि ल अहिले चाहिँ ऊ भाइ सुतिरहेको छ अहिले चाहिँ नानी पनि सुतिरहेछ नानी सुतेकोलाई एकछिन म पनि रेस्ट गर्छु सो एकछिनमा भेट्छु ल बाई बाई यहाँ चाहिँ हाम्रो शिवन्श उठिसकेको छ है गाइस हेर्नु है हेर्नु सक्नुहुन्छ है बदमास छोरा मलाई तङ गर्दैछ यहाँनिर ऊ चाहिँ उठ्यो एकछिन मात्रै सुत्यो ज्यादा सुतेन अनि उठेर मलाई यहाँ बदमास हेर्दिउ न बदमास जो है म बदमास भन्दिउ न म बदमास जो है अब उसलाई घुमाउनु लानुपर्छ बाहिर गाइस ए हेलो भन्दै भाइ म उठिसकेँ भन्दै म उठिसकेँ यहाँनिर चाहिँ अमित चाहिँ अहिले मोची भइरहेको रहेछ ऊ पुरा जुत्ताहरू काटेर खै के गर्नु थाल्यो अर्को जुत्ता राम्रै जुत्तालाई भत्काएर अर्कोको पनि सोलहरू निकालेर के गर्दैछ अर्को चाहिँ फेरि त्यहाँनिर ऊ के गरेको त्यो ताना चुन्नु झुन्डाएर घाँटीमा अहिले यस्तो भइरहेछ बाहिर दिनहरू हावा चल्दैछ हावा अहिले हावा चल्ने सिजनै हो नि त है अनि के गरेको होला कान्छाले किन उसको दादा उकालो गयो कि हेर्दैछ उसलाई चाहिँ भुइँमा राखेर चाहिँ राख्यो भनेर चाहिँ रिसाउँदैछ है भुइँमा राख्यो भनेर रिसाउँदैछ छाना केटा हो तिमी अभी के भन्छ
के भन्छ शिवान गाइस अहिले चाहिँ हामी यसो यहाँ घुम्दै बाहिर निस्केको छु है म चाहिँ भित्र बस्दा बस्दा नानीसँग खै लाग्यो के हो अंगुरो दुखो हुँदैन के खानु गुलियो गुलियो खानु देन छ हावा चल्दैछ अहिले चाहिँ हावा सिजन हो नि त अब सबै रुखहरूको पत्ताहरू झरेर रुखहरू पनि सबै चिन्दै हुन्छ चिन्दै हुन्छ के खाएको तिमीले भनिदिइहाल अंगुर कसले ल्याइदिनु भयो नानी र ऐश्वर्या चाहिँ अगाडि अगाडि छ हो हामी चाहिँ यता बाहिर निस्केको नानीसँग भित्र बस्दा 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 पनि आमा वाक्कै लाग्छ यहाँ चाहिँ बाउ छोरा अहिले खेल्दैछ बाउ पनि खेल्दैछ भन्नु त्यस्तै गर्यो है के लाग्यो तिम्रो यहाँ चाहिँ शिवांश ये गाइस अहिले चाहिँ बेलुकाको 5 बजिसकेको छ है बात मारेको जाने घुम्नु जाने डुली डुली जाने अहिले चाहिँ बेलुकाको 5 बजिसकेको छ हो म चाहिँ अन्त अब खाना बनाउनु पर्ने सावधान भयो तपाईँ त खाना बनाउनु पर्ने छ हो खाना बनाउनु पर्ने छ खाना बनाउनु जानु पर्ने छ अनि म चाहिँ अब खाना बनाउनु जान्छु हो यहाँ चाहिँ दुईजना खेल्दैछ बात मार्दैछ जिस्किँदैछ बाउ छोरा मेरो हातले छेदिरहेको छ भाइको चाहिँ बाउ छोरा बात भन्नै आउँदैन मलाई त यत्रो उयो के अरे भ्लग बनाउनु छोडेको होला 6-7 महिना हो बोल्नै बिर्सिसकेछु मैले त गाइस त्यो बोल्नु आउँदैन पनि थियो त्यही माथि झन् बिर्सेर मरेछु हेन्सम कपाल ठाडो ठाडो यस भन्दै भाइ यस यस देवर भन्ने के भनेको यस देवी सजना देवर नरेन्द्र मोदी जस्तै बोल्दैछ भाइ के भयो अब चाहिँ भाइ रिसाउनु थालेको गाइस अब चाहिँ रुन्छ उसलाई अब यति बेला स्टार्ट भयो रिसाउनु अब यतिको गर्दा 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 उसलाई बोकेन भने नि रुएर ठरै हुन्छ रिसले रुएर है बोक्दिन म त मलाई नहेर म त मामा पकाउनु जान्न आँटेको अब ल तिम्रो ड्याडीसँगै बचाऊ ओ मैले भन्दै नि गाइस रिसाएको हेर्नु ल लुगा टोपी लाऊ अब ओ ल्यो 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 पसिना छ त टोपीमा पसिना लगाइदिउँ न के हुन्छ अर्को टोपी लगाऊ अर्को ए हो मैले भने नि गाइस अब रिसाउँछ डेन्जर रिसाउँछ अब रिसा फुच्चे रिस अहिले झन्डै लडायो कस्तो हुन्छ यहाँको तिमी चाहिँ अन्त
ये सिजिन ये शिवंश ये अहिलेको नानीहरू फोन भनेपछि हुरुक्कै हुन्छ गाइस। घोडी पक्रियो पहिला हामी 2 जना मात्रै भ्लग बनाउँदै गरेको हुन्थ्यो हो, अहिले हामी 3 जना भयो, 2 जनाबाट 3 जना। यहाँ हेर्नु गाइस, नहेर्नु गाइस। अब चाहिँ उसलाई सुताएको है गाइस। म पनि खानाहरू बनाउनु जान्छु हो, उसलाई पनि निन्दा लागेर झगडा गर्दैछ। सुरुवाल मुनि सुल्काइदिनु नि हौ, त्यो भइरहेछ स्टाइल होइन। उयो पनि लगाइदियो होला, मच्छरले टोक्छ त्यो मच्छर जाने। लु देवरको चाचा सुत्यो भाइ, सुत्छ गाइस हो।